हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ शनिबार, एकदम फुर्सदको बार। आज कतै जानु हतार छैन, केही छैन। अनि उहाँ चाहिँ मेरी सानी फुल जस्ती पुकुली छोरी। उहाँले चाहिँ आज हामीलाई कालो चिया पकाएर खुवाउँछु मोमो भन्नुभयो। अनि यहाँ कालो चिया पकाउँदै हुनुहुन्छ। चिया पकाउन के गर्नुपर्छ सानो? पहिला चियापत्ती हाल्नुपर्छ, तातेपछि अनि सुगर नहुने एउटा चिया दिनुपर्छ। अनि त्यहाँबाट मस हाल्ने, अनि त्यहाँबाट अनि के हो तात्यो, तातिसक्यो। अब चियापत्ती राख। त्यो त धेरै हुन्छ। अब चियापत्ती बन्द गरिदेऊ। बुवालाई पहिला चिनी नभएको चिया निकाल्नु पर्यो। यहाँ राखेर त्यहाँ कालो कालो छ। अझै हाल। हुँदैन अझै राख क्या अलिकति मसला। मसलामा पनि चिनी हालेको तिमीले छोटो सुकुमेल हाल न। ल भयो, थोरै हुन्छ नि त। पुग्छ। यो कसलाई हो र? सबैलाई होला। मरिच पनि हाल। मरिच यो चाहिँ मरिच पिस्ने हो कि। यो प्रोडक्ट चाहिँ फेरि एकदम सही छ कि। भयो भयो भयो, म धेरै मरिच नहाल। अब यो उम्लिसकेपछि गीत पनि गाउन आउँछ अरे। ल गाउ त। चिया पकाउँदै गीत गाउँदै। के गीत गाउने? बेटा जब तक बेटा मम्मी बोली तब तक बेटा मेरा है, अब तेरा बेटा डार्लिंग बोल, अब तेरा बेटा डार्लिंग बोले, अब तेरा बेटा मेरा है, बेटा बेटा मत कर सासू, अब तेरा बेटा मेरा है। यस्तो यस्तो गीत गाउन पनि आउँछ मेरो छोरीलाई, चिया पकाउन पनि आउँछ। अब चियामा चाहिँ हाम्रो घरमा चाहिँ बुवालाई सुगर छ नि त, अनि चिनी भएको चिया खानुहुन्न बुवाले चाहिँ। अनि बुवाको लागि चाहिँ सुगर नभएको चिनी निकालिदिनु पर्यो, चिया निकालिदिनु पर्छ कि। अनि चुहाउन मिल्दैन है त्यहाँ। अनिखेरि त्यहाँबाट हाम्रो लागि चाहिँ सुगर राख्नु पर्यो। चिनी हाल्ने मम्मा। अब जाने यो सबै हालिदिन्छ। सबै राख्नु पर्दैन। सबै